व्हाट्सअप के छ मेरो कुरा हो ल फेरि हामी आइपुग्यौँ एउटा सानो भ्लग लिएर अनि आई होप तपाईहरु सब ठिकै हुनुहुन्छ होला म पनि ठिकै छु यतिकै अब अल्छी लागेर हैन सानो कुरा अब शेयर गरौँ भनेर तपाईहरुलाई आको हैन कुरा चाहिँ त्यस्तो त केही हैन त्यही पनि अब तपाईहरुसँग कुरा गर्न मन लागेर चाहिँ हैन यतिकै के गरौँ हैन यतिकै अब बनाइदिनु म त एउटा भिडियो भनेर मात्रै हो हैन अनि खासै म के भन्न चाहन्छु भने हैन अब के चाहिँ भन्नु हैन अब म पनि त्यस्तो खासै त अब मेरो पनि लाइफ त्यस्तो अब सेटलै त भइसकेको छैन सेटलले त के भन्नु हैन जब सब पनि केही त्यस्तो त छैन हैन अहिलेसम्म आबारै भनेर हिँडिरहेको छु हैन तर म चाहिँ तपाईहरुलाई अब के भन्न चाहन्छु भने हैन मेरो पनि अब कस्तो छ भने मेरो सोचाइ चाहिँ हैन मलाई म अब केही लाइफमा गर्छु जस्तै मलाई कन्फिडेन्स छ क्या मलाई म्हणजे दुनियाले जे भनोस् हैन जे गरोस् हैन मैले के गरिरहेको छु र मैले के गर्नुपर्ने र म कुन बाटो हिँड्दै छु र म के गर्दै छु सब मलाई थाहा छ क्या मलाई भन्छ क्या अब दुनियाहरुले गाउँ समाज छिमेकी लौडा लसुनीहरुले मलाई भनिरहेको हुन्छ क्या त किन यसरी हिँड्छस् यस्तो गर त्यस्तो गर हैन उनीहरुले पुरा मलाई ज्ञान पेल्न खोजिरहेको हुन्छ क्या म पनि थाहा छ मलाई पनि बुझ्छु हैन सबै कुरा बुझेकै हो हैन उनीहरु जति बुझेको छैन होला उनीहरुले म भन्दा धेरै भोटो खटाइसक्यो होला हैन तर म चाहिँ अब के भन्न चाहन्छु भने यति हो अब मलाई केही बन्नु छ भने हैन मलाई अब मेरो सपना छ हैन मलाई के बन्नु छ भने म त्यही कुरामा ध्यान दिनु पर्यो नि त अब म चाहिँ तपाईहरुलाई के भन्छु भने अब लाइफ भनेको यस्तो हो कि कहिले पनि दुईटा अप्सन राखेर चाहिँ हुँदैन के लाइफमा हुन्छ नि यो भएन भने त्यो गर्छु त्यो भएन भने यो गर्छु मलाई चाहिँ त्यस्तो लाग्दैन के म लाइफमा केही गर्छु भनेर मलाई कन्फिडेन्स छ के हुन्छ नि मलाई भित्र हुनुपर्छ सबलाई आफ्नो अब हुन्छ नि तपाईहरुलाई पनि हुनु पर्यो के ला म त सक्दिन होला है भनेर त्यो कन्फिडेन्सै भएन तपाईहरु भन्नु होला हैन अब तेरै लाइफ त डामाडोल छ आफ्नै लाइफको मैले ठेगान छैन अरूलाई के मैले ज्ञान चुच्छिस भन्नुहुन्छ होला हैन तर अब के भन्छु भने म चाहिँ अब हाम्रो यहाँ दाइले भन्नुभएको छ नि एउटा माग्नेले पनि शिक्षा दिन सक्छ अरे क्या अब ओभर धनी मान्छेले मात्रै ज्ञान दिएको त्यही मात्रै राम्रो हुन्छ भन्ने पनि छैन हैन सक्सेसफुल मान्छेले ज्ञान दिएको त्यो मात्रै ठिक हुन्छ भन्ने छैन क्या तपाईलाई एउटा मैले खाते एउटा हुन्छ नि एउटा तपाईलाई त्यो शिक्षा अब जसले चाहिँ स्कुलै गएको छैन हैन उले पनि तपाईलाई लाइफको केही कुराहरु सिकाउन सक्छ क्या तपाईले त्यो कुराहरुदेखि पनि केही सिक्न सक्नुहुन्छ क्या अनि म चाहिँ तपाईहरुलाई अब के भन्छु भने नि त्यही हो लाइफमा कहिले पनि अब दुईटा अप्सन राखेर चाहिँ हुँदैन हैन तपाईलाई के मन लाग्छ त्यो गर्नु हैन आफ्नो मनले दुनियाले भन्छ क्या